ए, सम्पूर्ण विद्यार्थी साथीहरूलाई स्वागत छ। मेरो आवाज सुन्दै हुनुहुन्छ? र आवाज सुनिँदैछ? तपाईँहरूलाई एकचोटि कमेन्ट गर्नु त। आवाज सुन्दै हुनुहुन्छ? ए छ सर भन्नुहुन्छ। ठिक छ है त, अब सुरु गरौँ ल। हामीले हिजो चाहिँ कम्प्युटर फन्डामेन्टलको कोर्स सकेको थियौँ, अथवा त्यो च्याप्टर सकेको थियौँ। अहिले चाहिँ हामी एमसिक्यू हेर्छौँ, सायद 30वटा जति हो, 30वटा एमसिक्यू हेर्छौँ। त्यस पछाडि चाहिँ हाम्रो पास्ट क्वेसनहरू कस्तो कस्तो सोधेको थियो त कम्प्युटर फन्डामेन्टलबाट, सर्टमा कुरो चाहिँ कस्तो कस्तो सोधेको थियो, लङमा कस्तो कस्तो सोधेको थियो, अनि कसरी ल्याउने त्यसलाई भनेर पनि भ्याएसम्म प्र्याक्टिस गर्छौँ है त हामी। सो सुरु गरौँ। कम्प्युटर फन्डामेन्टलबाट सुरुमा छ, इमेज लोड भएन रहेछ, ठिकै छ। वाट इज द टाइम पिरियड एसोसिएटेड विथ द फर्स्ट जेनेरेसन अफ कम्प्युटर? फर्स्ट जेनेरेसन अफ कम्प्युटर चाहिँ कुन टाइम पिरियडभित्रको कम्प्युटरलाई चाहिँ हामीले फर्स्ट जेनेरेसन अफ कम्प्युटर भन्छौँ? कमेन्ट गर्नु त। 1948देखि 1950सम्मको हो कि 1940देखि 1950 हो कि 1951देखि 1959सम्मको एडीलाई हामीले फर्स्ट जेनेरेसन भन्छौँ कि 1959देखि 1965सम्म एडीलाई भन्छौँ कि 1965देखि 1971सम्म? एकचोटि कमेन्ट गर्नु त। ए ए भन्नुहुन्छ। सबैले कमेन्ट गर्नु है। ओके, ठिक छ है। अब अर्को क्वेसनतिर लाग्नु, यही हो। एक कोर्नर थाल्दा ढिलो हुन्छ होला, म सर्सन अगाडि बढाइहाल्छु है। विच इलेक्ट्रोनिक कम्पोनेन्ट्स वाज युज इन द सेकेन्ड जेनेरेसन अफ कम्प्युटर? सेकेन्ड जेनेरेसन अफ कम्प्युटरमा को मेन टेक्नोलोजी अथवा कम्पोनेन्ट चाहिँ कुन हो त? यो मध्ये भ्याकुम ट्युब्स हो कि इन्टिग्रेटेड सर्किट आइसी हो कि ट्रान्जिस्टर हो कि बायोचिप्सहरू हो? कमेन्ट गर्नु त, कुन हुन्छ एबिसिडीमा एन्सर? ट्रान्जिस्टर ट्रान्जिस्टर भन्ने हुन्छ। ओके, यसमा युज हुने चाहिँ ट्रान्जिस्टर भयो है। अनि अर्को छ, द इएनआइएसी कम्प्युटर बिलोङ टु विच जेनेरेसन? इएनआइएसी कम्प्युटर चाहिँ कुन जेनेरेसनको एउटा कम्प्युटरको मोडल अथवा कम्प्युटरको टाइप? फर्स्टको हो कि थर्ड, सेकेन्डको हो कि थर्डको हो कि फोर्थको हो? सबैले कमेन्ट गर्नु त, कुन जेनेरेसनको हो? ए भन्ने हुनुहुन्छ, फर्स्ट जेनेरेसनको। इएनआइएसी भनेको चाहिँ हाम्रो फर्स्ट जेनेरेसनको कम्प्युटर हो। अर्को छ, वाट डज द एक्रोनिम भिएलएसआई स्ट्यान्ड फर? भिएलएसआई को फुल फर्म के हो? भेरी लार्ज स्केल इन्टिग्रेसन, भेरी लेभल स्केल इन्टिग्रेसन, भर्सिटाइल लोजिक सिस्टम इन्टिग्रेसन, भर्चुअल लार्ज स्केल इन्टिग्रेसन? कुन हो? कमेन्ट गर्नु त। यसको एन्सर कुन हुन्छ? ए भन्नुहुन्छ, ठिक छ है। भेरी लार्ज स्केल इन्टिग्रेसन भनेको चाहिँ हाम्रो भिएलएसआई। अर्को छ, विच जेनेरेसन अफ कम्प्युटर इन्ट्रोड्युस बायो चिप्स, अर्ग्यानिक चिप्स? कुन जेनेरेसनमा चाहिँ इन्ट्रोड्युस भएको हो? यो हामीले होइन होइन कुनै पनि होइन है, तपाईँहरूले भने मिलेन। यो हामीले ठ्याक्कै यही एक्जाम्पल चाहिँ दिएको थिएनौँ, हामीले एआई सुपर कम्प्युटरहरू भनेको थियौँ नि। फिफ्थ जेनेरेसनदेखि चाहिँ भएको है। बायो चिप्स भनेको चाहिँ यो एआईहरूमा अथवा सुपर कम्प्युटरहरूमा, क्वान्टम कम्प्युटरहरूमा चाहिँ युज हुन्छ, हाम्रो फिफ्थ जेनेरेसनदेखि। हु इज नोन एज द फादर अफ कम्प्युटर? अब यो त सबैलाई थाहा छँदैछ है। फादर अफ कम्प्युटर भनेर कसलाई चिनिन्छ? को हुन् फादर अफ कम्प्युटर? पिडिएफ हालिदिएको छैन र, मैले त ड्राइभमा हाल्दै जस्तो लाग्छ त है।
त्यसपछि त्यो ड्राइभ चेक गर्नु ल, अथवा म लिङ्क फेरि पनि पठाइदिउँला। त्यो ड्राइभमा भिडियोहरू अनि पिडिएफ हालिया छैन भने पनि म हालिदिउँला, एकचोटि चेक गर्छु है म पनि। ओके, चार्ल्स ब्याबेज है। Okay, so which technology was invented by the Texas Institute in the 1960? 1960 मा चाहिँ टेक्सास इन्स्टिट्युटले चाहिँ कुन टेक्नोलोजी इन्भेन्ट गरेको थियो? पी भन्दै हुन्छ, कसैले सी भन्दै हुन्छ। सी हो है यसको एन्सर। आइसी अथवा इन्टिग्रेटेड सर्किट चाहिँ 1960 मा इन्भेन्टेड भएको थियो। कसले गरेको थियो? टेक्सास इन्स्टिट्युटले गरेको थियो। In which generation was the programming language machine language primarily used? मेसिन ल्याङ्ग्वेज चाहिँ कुन जेनेरेसन अफ कम्प्युटरदेखि अथवा कुन जेनेरेसनको कम्प्युटरदेखि मेसिन ल्याङ्ग्वेज अथवा हामीले नर्मल्ली भन्दा प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ युज हुन थाल्यो? फर्स्ट जेनेरेसनदेखि नै युज हुन थालेको है। अर्को छ फर्स्ट जेनेरेसनदेखि। The collection of logical components that tells the hardware how to perform a task is called, के भनिन्छ यसलाई? हार्डवेयरलाई चाहिँ कसरी काम गर्ने, हार्डवेयरलाई चलाउने काम गर्ने एउटा सिस्टमलाई हामीले के भनिन्छ? लोजिकल कम्पोनेन्ट द्याट टेल्स द हार्डवेयर हाउ टु पर्फर्म। हार्डवेयरलाई हाउ टु पर्फर्म, कसरी पर्फर्म गर्ने भनेर हामीले लोजिकल कम्पोनेन्टलाई चाहिँ हामीले के भन्नु? सी भन्नुहुन्छ। ओके, सफ्टवेयर है, हामीले सफ्टवेयर भन्नु। So what is the full form of ALU? यो त सबैलाई थाहा छ, अर्थमेटिक लजिक युनिट, बीको। Which unit is a special temporary storage location within the CPU? CPU भित्र भएको एउटा स्पेशल टेम्पोररी स्टोरेज भएको युनिट चाहिँ कुन हो? रजिस्टर युनिट हो, बी भन्दै हुन्छ। ओके, ठिक छ है, बी। रजिस्टर युनिट चाहिँ हाम्रो सीपीयू भित्रै हुन्छ। The primary purpose of software is to turn raw data into, raw data लाई चाहिँ सफ्टवेयरको मेन पर्पज, मेन काम चाहिँ के हो त? र डाटालाई केमा कन्भर्ट गर्ने अथवा टर्न र डाटा इन्टु के हुन्छ यसको? इन्फर्मेसन बी, इन्फर्मेसनमा चेन्ज हुन्छ डाटा, र डाटा प्रोसेस भइसकेपछि है। A term in computer terminology that refers to a change in technology being used in, केमा युज हुन्छ? A term in computer terminology that refers to a change in technology being used is, भन्न खोजेको चाहिँ जस्तै समय अनुसार कम्प्युटरलाई चाहिँ अथवा टेक्नोलोजी अनुसार कम्प्युटरलाई चाहिँ डिभाइड गर्नुलाई हामीले केमा केले मार्क गरेको थियौँ भन्दा जेनेरेसनले। फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, थर्ड जेनेरेसन, फोर्थ र फिफ्थ जेनेरेसन गरेर गरेको थियौँ नि, हो त्यो चाहिँ जेनेरेसन। Computers that are portable and convenient for user who travels are known as, मेन फ्रेम कम्प्युटर हो कि मिनी कम्प्युटर हो कि ल्यापटप हो कि सुपर कम्प्युटर्स? computers that are portable and convenient for users who travels are known as, ट्राभल्स गर्ने युजरहरूलाई चाहिँ कन्भिनियन्ट हुने खालको कम्प्युटरलाई चाहिँ हामीले के भन्नु? अभियसली ल्यापटप्स है। Which type of computer is designed to be as compact as possible? भनेको सबै थोक चाहिँ एकै ठाउँमा हालेर जतिसक्दो पोसिबल बनाउने अथवा त्यस्तै खालको डिजाइन गरेको कम्प्युटर चाहिँ कुन हो? मेन फ्रेम हो कि माइक्रो कम्प्युटर हो कि नेटवर्क सर्भर हो कि हाइब्रिड कम्प्युटर? बी भन्ने हुन्छ, माइक्रो कम्प्युटर हो है, बीको। कम्प्युटर द्याट युज द प्रिन्सिपल अफ बोथ एनालग एन्ड डिजिटल कम्प्युटर इज, यो त थाहा छँदैछ सबैलाई, हाइब्रिड भन्छ। एनालग र डिजिटलको दुईटैको कम्बिनेसन भएकोलाई हामीले हाइब्रिड भन्छौँ। What is the name for a computer assigned to perform only one specific task? नै एउटा काम गर्नको लागि, एक्जाम्पलको लागि एटिएम भयो, वासिङ मेसिन भयो है, अनि के हुन्छ अरू? ट्रिमरहरू पनि एउटा कम्पोनेन्ट नै हो डिजिटल डिभाइस कम्प्युटरको। के हुन्छ अरू? त्यस्तो डिभाइसहरू स्पेसिफिक एउटा मात्रै काम गर्नको लागि
तोकिएको एउटा मात्रै काम गर्नको लागि प्रोग्राम गरेको डिभाइसहरूलाई चाहिँ हामीले के भन्छौँ? कहिले पाउँछ के कहिले पाउँछौँ भन्नुभएको? म पठाइदिइहाल्छु सबै गरेको हिजोको पिडिएफ पनि सायद प्रायः मलाई चाहिँ पठाइदिए जस्तो लाग्छ यता कम्प्युटरलाई चाहिँ बिर्सियो कि त्यहाँ हालिएन त्यो भयो म पठाइदिइहाल्छु है। ओके, डेडिकेटेड कम्प्युटर भन्छ है कुनै एउटा काम गर्नको लागि डेडिकेटेड प्रोग्राम गरियो। विच अफ द फलोइङ इज अ कन्सिडर्ड द मोस्ट पावरफुल टाइप अफ कम्प्युटर? यो चारवटा मध्ये चाहिँ सबैभन्दा पावरफुल कम्प्युटर चाहिँ कुन हो त? मेन फ्रेम हो कि नेटवर्क कम्प्युटर हो, नेटवर्क सर्भर हो कि सुपर कम्प्युटर हो कि माइक्रो कम्प्युटर हो? यो अब नाममै सुपर भइसकेपछि अब सुपर कम्प्युटर नै हो। विच कम्प्युटर इज नट कन्सिडर्ड अ पोर्टेबल कम्प्युटर? यो चारवटा मध्ये कुन चाहिँ पोर्टेबल कम्प्युटर होइन? ल्यापटप होइन कि नोटबुक होइन कि ट्याब्लेट होइन कि मिनी कम्प्युटर होइन? ल्यापटप पोर्टेबल हुन्छ, नोटबुक पोर्टेबल हुन्छ, ट्याब्लेट पोर्टेबल हुन्छ, मिनी कम्प्युटर पोर्टेबल हुन्छ होइन? यसको एन्सर मिनी कम्प्युटर। विच अफ द फलोइङ इज नट अ पोइन्टिङ डिभाइस? यो तलको मध्ये कुन चाहिँ पोइन्टिङ डिभाइस होइन? माउसले पोइन्ट गर्दैन, माउसले यसरी पोइन्टिङ गर्छ त कम्प्युटरमा। माउसले पोइन्टिङ गर्छ, टच स्क्रिन पनि पोइन्टिङ डिभाइस हो है, जोयस्टिक पनि पोइन्टिङ डिभाइस हो। हाम्रो डिजिटाइजर भन्ने चाहिँ पोइन्टिङ डिभाइस होइन। बुझ्नुभयो? A device that converts human understandable data अथवा human readable humanले बुझ्ने डाटालाई चाहिँ into a form the computer can process is called an जस्तै हामीले बुझ्ने भाषालाई चाहिँ कम्प्युटरले बुझ्ने भाषामा कन्भर्ट गर्ने काम केले गर्छ? कुन डिभाइसले चाहिँ गर्छ? आउटपुटले गर्छ कि इनपुटले गर्छ कि प्रोसेसिङले गर्छ कि स्टोरेज डिभाइसले गर्छ? ओके, इनपुट डिभाइसले गर्छ, डिभाइस ड्राइभरको हेल्पले है। ओके, 22 मा which key on the keyboard is used to toggle character between uppercase and lowercase? uppercase र lowercase लाई टगल गर्नको लागि कुन युज हुन्छ? हाम्रो क्याप्स लक पनि युज हुन्छ हुन त, तर यहाँ मध्ये चाहिँ कुन युज हुन्छ? क्याप्स लक चाहिँ पर्मानेन्टली अथवा त्यो अफ नगरिदिनसम्म मात्रै हुन्छ। र सिफ्ट भनेको चाहिँ मैले सिफ्ट क्लिक गरेर कुनै की थिच्छौँ भने त्यसलाई अपरकेस बनाउन सकिन्छ है। ओके, फर्स्ट कम्प्युटर माउस वाज डेभलप बाई, पहिलो कम्प्युटर माउस चाहिँ कसले बनाएको हो अथवा कुन कम्पनीले कुन मान्छेले बनाएको हो? ओके, डुग्लस इगलबर्ट भन्नेले चाहिँ बनाएको हो कि चाहिँ सही एन्सर है। वाट डज ओसिआर स्ट्यान्ड फर? ओसिआर को फुल फर्म के हो? तपाईँहरूले पनि अब नेसनल लेभलको एक्जाममा त फर्स्ट पेपर दिँदाखेरि ओसिआरमै दिनुहुन्छ नि त, ओसिआर पेपरमै दिनुहुन्छ नि। ओके, यसको एन्सर अप्टिकल क्यारेक्टर युजर रिडर, सरी ओएमआरमा दिनुहुन्छ है तपाईँहरूले, अप्टिकल म्याप रिडर हो। ओसिआर भनेको चाहिँ क्यारेक्टर भनेको टेक्स्टलाई चाहिँ फोटोको टेक्स्टलाई डिजिटल टेक्स्टमा कन्भर्ट गर्छ। Which device is used to reproduce computer generated image on a large flat surface? कुन डिभाइसले चाहिँ कम्प्युटर जेनेरेटेड इमेजलाई चाहिँ एउटा लार्ज फ्ल्याट सर्फेसमा चाहिँ रिप्रोड्युस गर्छ अरे? प्रोजेक्टरले, मोनिटरले, स्क्यानरले, प्रिन्टरले, कुनले गर्छ? ओके, प्रोजेक्टरले गर्छ है। द नम्बर अफ पिक्सल डिस्प्ले अन अ कम्प्युटर स्क्रिन इन नोन एज, कतिवटा पिक्सल चाहिँ एउटा कम्प्युटरको स्क्रिनमा छन् भनेर चाहिँ कुन यो चारवटा मध्ये कुनले चाहिँ भन्छ? कुनले चाहिँ डिफाइन गर्छ? रेजोल्युसनले डिफाइन गर्छ है पी। वाट डज द एक्रोनिम युएसबी स्ट्यान्ड फर? एक्रोनिम युएसबी चाहिँ अथवा युएसबी को फुल फर्म चाहिँ के हो भन्न खोजेको हो? के हो युएसबी को फुल फर्म? त्यो चाहिँ पहिले पहिले सोधेका क्वेसनहरू है, एमसिक्यू मैले लगभग 5 देखि 6 वटा पास्ट क्वेसनहरूबाट चाहिँ निकालेका क्वेसनहरू हुन् अथवा एमसिक्यूहरू हुन्। ओके, युनिभर्सल सिरियल बस भन्छ। हाउ मेनी फिट अफ द
bits of data can be transferred by a parallel ports at once. प्यारल पोर्ट्समा चाहिँ एक मिनट एकचोटिमा चाहिँ कति बिट्स अफ डाटा चाहिँ ट्रान्सफर हुन्छ अथवा ट्राभल्स गर्छ। ओके 8 बिट ट्राभल्स गर्छ। which of the following is known as the fastest ports for data transfer? यो चारवटा मध्ये चाहिँ सबैभन्दा फास्ट डाटा ट्रान्सफर गर्ने पोर्ट्स चाहिँ कुन हो? जस्तै यूएसबी पोर्ट छ, सिरियल पोर्ट छ, प्यारलल पोर्ट छ र फायर वायर छ। कमेन्ट गर्नु त। ए होइन है, र फायर वायरले चाहिँ फास्ट ट्रान्सफर गर्छ डाटा। USB port is technically classified as a USB port लाई चाहिँ कुन पोर्ट अन्तर्गत राखिन्छ? प्यारलल पोर्ट, भिडियो पोर्ट, सिरियल पोर्ट, अडियो पोर्ट। अब यो भिडियो पोर्ट त हुँदैन, भए पनि भिडियो पोर्ट भित्र राखिँदैन, अडियो भित्र पनि राखिँदैन। यी दुईटा मध्ये चाहिँ कुन? ए होइन है, बी हो, सिरियल पोर्ट भित्र हुन्छ। ओके सक्यो। अब हामी सब्जेक्टिभतिर लागौँ है। अहिले चाहिँ अब कस्ता कस्ता क्वेसनहरू सोधेको थियो हेरौँ। यहाँ हेर्नु त सुरुमा के छ? व्हाट आर डिफरेंट टाइप्स अफ फाइल? जो भर्खर हामीले पढेका छौँ, फाइलका डिफरेंट टाइप्सहरू कस्ता कस्ता हुन्छन् भनेर। अनि प्रोभाइड स्याम्पल अफ फाइल एक्सटेन्सन एसोसिएटेड विथ इच क्याटेगोरी। हामीले क्याटेगोरी पनि हुन्छ भनेको थियौँ नि त फाइलका, अथवा फाइलका टाइप्सहरू भनेको फाइलको एक्सटेन्सन नै भयो। फाइल डिफरेंट टाइप्सहरू के हुन् र प्रत्येक टाइप्सको अथवा प्रत्येक फाइल एक्सटेन्सन चाहिँ कुन क्याटेगोरीसँग चाहिँ रिलेटेड छ अथवा कुन क्याटेगोरीसँग चाहिँ एसोसिएटेड छ भनेको। सुरुमा फाइल भनेको के हो भनेर भन्नुपर्छ। सुरु फाइलै भनेको के हो भनेर हामीले एन्सर दिएनौँ भने त्यो फाइलको एक्सटेन्सनहरू, फाइलको टाइप्सहरू लेखेको मतलब भयो त। सुरुमा चाहिँ हामीले फाइल भनेको के हो भनेर दिनुपर्छ। कम्प्युटर फाइल इज अ स्पेसिफिक पिस अफ डाटा द्याट इज हेल्ड अन अ कम्प्युटर सिस्टम। कम्प्युटर सिस्टममा हुने एउटा स्पेसिफिक टाइपको चाहिँ अब स्पेसिफिक पिस अफ डाटा हो कम्प्युटर सिस्टममा हो। आइडेन्टिफाई बाई अ फाइल नेम एन्ड इन एक्सटेन्सन। फाइलको नाम के छ र एक्सटेन्सन के छ भनेर चाहिँ त्यही अनुसार चाहिँ डिफाइन हुन्छ क्या फाइल के हो। जस्तै हिजो हामीले भनेको थियौँ रिपोर्ट डट डिओसिएक्स भयो भने यो कुन खालको फाइल हो त? जस्तै पछाडि फाइलमा चाहिँ प्रत्येक फाइलमा चाहिँ एक्सटेन्सन हुन्छ है, एक्सटेन्सन अथवा फाइल टाइप हुन्छ। फाइल्स आर क्याटेगोराइज बेस्ड अन द नेचर अफ द डाटा दे स्टोर। कस्तो खालको डाटा चाहिँ स्टोर गरे त्यही अनुसार चाहिँ के हुन्छ, क्याटेगोराइज हुन्छ अथवा त्यो फाइलको टाइप हुन्छ। डिओसिएक्स भन्नु भने यो कस्तो खालको टाइप रहेछ? डकुमेन्ट टाइप रहेछ अथवा डकुमेन्ट रहेछ त्यो भनेर बुझ्नुहुन्छ। अब यहाँ हेरौँ द डिफरेन्ट टाइप्स अफ फाइल्स एन्ड देयर कमन एक्सटेन्सन डिफाइन गर्नु पर्यो क्या। फाइलको टाइप्सहरू के भने तर एकैचोटि लेखेको छ है यहाँ चाहिँ हेर्नु है त। डिफरेन्ट टाइप्स अफ फाइल भने फाइलको टाइप्सहरू यहाँ छ। इन फाइल्स इन देयर कमन एक्सटेन्सन। अब एक्सटेन्सन चाहिँ कुन टाइपसँग चाहिँ अथवा कुन क्याटेगोरीसँग चाहिँ एसोसिएटेड भएको छ त? यो एउटा डकुमेन्ट एन्ड टेक्स्ट फाइल भन्ने छ। यो चाहिँ के हो? रिडेबल टेक्स्ट फर्मेटमा हुन्छ। एक्सटेन्सन के हुन्छ त? टीएक्सटी, प्लेन टेक्स्टको लागि त्यो चाहिँ लेखिरहनु पर्दैन है एक्जाममा, जस्ट टीएक्सटी मात्र लेखे पनि हुन्छ। तर चाहिँ अब तपाईँहरूलाई क्लासमा चाहिँ बुझ्नको लागि मैले यो लेखेँ। डिओसिएक्स भन्ने छ माइक्रोसफ्ट वर्ड फाइल, यो पनि एउटा डकुमेन्ट फाइल हो। पिडिएफ पनि पोर्टेबल डकुमेन्ट फर्मेट पनि एउटा डकुमेन्ट फाइल हो, यसरी डिफाइन गर्न सक्छ। अनि इमेज र पिक्चर्स फाइल हुन्छ। टु स्टोर डिजिटल फोटोग्राफ, ग्राफिक्स एन्ड भिजुअल डाटाहरूलाई स्टोर गर्नको लागि युज गरिन्छ। अनि यसको एक्सटेन्सन के हुन्छ त? जेपीजी हुन्छ, जेपीईजी हुन्छ, जोइन्ट फोटोग्राफिक एक्सपर्ट ग्रुप, पिएनजी हुन्छ है, जिआइएफ हुन्छ, हिजो पनि हामीले भनेको छौँ। अर्को छ अडियो फाइल। तपाईँहरूले यस्तो डिटेलमा लेखिराख्नु पर्दैन, मतलब यसरी लेख्नु पर्यो र यसरी नै पोइन्टहरू दिएर त्यो पोइन्टभित्र चाहिँ डिफाइन गर्नुभयो भने एकदमै क्लियर पनि देखिन्छ नि त। त्यो प्याराग्राफमा लेखेको यति लेख्नुभन्दा पनि यसो गर्दाखेरि चाहिँ तपाईँहरूले एकदमै डिटेलमा बुझाउन
तपाईँहरूले पनि बुझ्नुहुन्छ यसरी लेख्दा पढ्न पनि सजिलो हुन्छ र एक्जाम त्यो कपी चेक गर्नलाई पनि सजिलो हुन्छ गर्नको लागि हेर्नको लागि अडियो फाइलभित्र के हुन्छ अडियो फाइल भनेको एउटा अडियो डाटा हो भोइस रेकर्डिङ अरू म्युजिकको लागि युज हुन्छ त्यसको एक्सटेन्सन भनेको MP3 WAV अनि AAC भन्ने हुन्छ यो पुराना त्यो किप्याडवाला मोबाइलमा युज हुन्छ नि अडियोहरू हो त्यस्तोको लागि चाहिँ AAC वाला युज हुन्थ्यो अर्को हुन्छ भिडियो फाइल्सहरू भिडियो फाइल्स के हुन्छन् त भिडियो फाइल भिजुअल मिडियाको लागि सिङ्क्रोनाइज अडियोहरूको लागि भिडियोभित्रै अडियो भएको फाइललाई हामीले भिडियो फाइल भन्दा यसको MP4 हुन्छ MKV हुन्छ AVI हुन्छ यस्तो फाइलहरू चाहिँ हाम्रो भिडियो फाइलहरू भयो उतै हुन्छ नि यो बुझ्नुभन्दा पनि तपाईँहरूले हिजै बुझिराख्नु भएको छ यो पनि म पठाइदिन्छु कसरी गर्ने भन्ने चाहिँ अर्को हुन्छ हाम्रो प्रोग्राम फाइल अथवा एक्जिक्युटेबल अथवा सिस्टम फाइल भन्दा पनि हुन्छ हामीले हिजो पढ्दा चाहिँ प्रोग्राम फाइल भनेर पढेको थियौँ फाइल द्याट कन्टेन्स इन्स्ट्रक्सन फर द कम्प्युटर टु रन प्रोग्राम सिस्टम अपरेसन एक्सटेन्सन के हुन्छ त EXE हुन्छ DLL हुन्छ डाइनामिक लिङ्क लाइब्रेरी ब्याट हुन्छ ब्याच फाइल अनि अर्को अरू पनि हुन्छ MSIहरू हुन्छ यस्तो फाइलहरू चाहिँ प्रोग्राम एक्जिक्युटेबल फाइल हो कम्प्लेक्स अथवा आर्काइभ फाइलहरू हुन्छन् फाइल कन्टेनिङ वान अर मोर फाइल अर फोल्डर कम्प्रेस्ड इन्टु अ स्मलर साइज जस्तै हामीले जिप गर्छौँ नि फाइलहरू हो त्यस्तो भयो क्या यहाँ इक्जाम्पल हुन्छ डट जिप डट ऱ्याप डट टार भन्ने हुन्छ यसरी 5 मार्क्सको क्वेसन अब यहाँ हेर्दा त थोरै देखेको छ यति देखेको छ तर 5 मार्क्समा लेख्दाखेरि चाहिँ यो तपाईँहरूको लगभग 1 पेज भन्दा बढी हुन्छ 1.5 पेज जति हुन्छ है अर्को चाहिँ एक्सप्लेन अबाउट द जेनेरेसन अफ कम्प्युटर विथ द फिचर अफ एभ्री जेनेरेसन इन डिटेल यो चाहिँ 10 मार्क्सको भयो प्रत्येक जेनेरेसनलाई चाहिँ डिटेलमा 10 मार्क्सको भइसकेपछि अलिक डिफरेन्ट पनि गर्नु पर्यो यसलाई के हो त जेनेरेसन अफ कम्प्युटर भनेको कसरी जेनेरेसन चाहिँ डिभाइड हुन्छ कसरी मार्क हुन्छ जेनेरेसनहरू के लेखेको छ इभोल्युसन चाहिँ कम्प्युटरको टेक्नोलोजी डिभाइड इन्टु 5 डिस्ट्रिक्ट जेनेरेसन 5 जेनेरेसनमा चाहिँ हामीले डिभाइड गरी आउँछौँ इच जेनेरेसन इज क्यारेक्टराइज बाई अ मेजर टेक्नोलोजिकल एडभान्टेज कुन टेक्नोलोजीहरू चाहिँ इन्भल्भ भयो कुन टेक्नोलोजीहरू चाहिँ बढे त अथवा कुन टेक्नोलोजीहरूमा चाहिँ चेन्ज आयो त्यही अनुसार चाहिँ हाम्रो जेनेरेसन डिभाइड भएको हुन्छ है हाउ कम्प्युटर्स अपरेट कसरी अपरेट गरे रिजल्टिङ इन इन्क्रिजली स्मलर चिपर मोर पावरफुल एन्ड मोर इफिसियन्ट मेसिन भनेको सस्तो पनि हुन थाले मोर पावरफुल पनि हुन थाले बिस्तारै त्यही अनुसार चाहिँ हाम्रो जेनेरेसन चाहिँ डिभाइड भयो अब जेनेरेसन फर्स्ट जेनेरेसन भनेको 1940 देखि 1956 सम्म फर्स्ट जेनेरेसन हुन्छ त्यो फर्स्ट MCQ चाहिँ मिस्टेक भएको थियो है त्यही भएर मैले एन्सर पनि नदिएको कोड टेक्नोलोजी भनेको रिलाइड अन भ्याकुम ट्युब्स युज हुन्थ्यो यसमा है म्याग्नेटिक ड्रम फर मेमोरी फिचर्स भनेको चाहिँ युज भ्याकुम ट्युब्स भइगयो भेरी लार्ज एन्ड बल्की साइज हाई पावर कन्जप्सन सजिलो छ क्या हाई पावर कन्जप्सन गरिसकेपछि हिट पनि अलर्ट अफ जेनेरेट गर्छ भेरी स्लो हुन्छ प्रोसेसिङमा मेसिन ल्याङ्ग्वेज युज गर्छ यति नै होइन त एक्जाम्पलको लागि ENIAC UNIVAC भन्ने युज हुन्थ्यो है अघि पनि हामीले MCQमा भनेको थियौँ ENIAC चाहिँ फर्स्ट जेनेरेसन अफ कम्प्युटरको एक्जाम्पल भनेर सेकेन्ड जेनेरेसन चाहिँ 56 देखि 63 सम्म यसको कोर टेक्नोलोजी भनेको चाहिँ भ्याकुम ट्युबलाई रिप्लेस गर्नको लागि ट्रान्जिस्टर युज भएको थियो म्याग्नेटिक कोर वेयर युज्ड एज प्राइमरी मेमोरी है रिप्लेस भ्याकुम ट्युब विथ ट्रान्जिस्टर यो पनि एउटा फिचर भयो स्मलर साइज देन फर्स्ट जेनेरेसन फास्टर एन्ड मोर रिलायबल देन फर्स्ट जेनेरेसन यो सबै चाहिँ फर्स्ट जेनेरेसनको कम्पेरिजनमा गरेको है अहिलेकोलाई हेरेर गरे होइन लेस्ट हिट जेनेरेसन देन फर्स्ट जेनेरेसन लो पावर कन्जप्सन है यसको एक्जाम्पल चाहिँ IBM अनि CPC 1604हरू भयो थर्ड जेनेरेसन पनि हामीले त्यसरी IC युज हुन थाल्यो IC युज हुन थाल्यो स्मलर भयो चिपर भयो हाई स्पिड भयो है त्यसरी लेख्न सक्यो फोर्थ जेनेरेसन पनि हामीले त्यही अनुसार माइक्रो प्रोसेसर युज हुन थाल्यो जुन अहिले पनि युज भइरहेको छ है बेस्ट अन माइक्रो टेक्नोलोजी त्यसरी नै हामीले फिचर्सहरू लेख्न सक्यो थोरै अनि यसको एक्जाम्पलहरू दिन सक्यो र फिफ्थ जेनेरेसनमा चाहिँ हाम्रो के भयो अहिले र अब आउने जेनेरेसन चाहिँ हाम्रो फिफ्थ जेनेरेसन हो AIहरू युज हुन्छ है बेस्ट अन AI युज प्यारालल प्रोसेसिङ भनेको अस्ति मैले भनेको थिएँ नि जिरो कि अन हुन्छ कि अफ हुन्छ
कि 0 हुन्छ कि 1 हुन्छ कि 0 र 1 सँगै हुन्छ है। अनि एनएलपीहरू युज हुन्छ, रोबोटिक्स एन्ड एक्सपर्ट सिस्टम। यसको इक्जाम्पल भनेको आइबिएम वेस्टर्न मोडर्न एआई ल्याङ्ग्वेज मोडल्स जस्तै च्याट जिपिटीहरू, जिमिनाईहरू, क्लडहरू भयो, रोबोटिक्सहरू युज हुन्छ। अब अर्को छ 5 मार्क्सको, एक्सप्लेन द रोल अफ अर्थमेटिक लोजिक युनिट एन्ड मेमोरी युनिट एन्ड दियर इन्टरेक्सन विथ द सिपियु आर्किटेक्चर। अर्थमेटिक लोजिक युनिट एन्ड मेमोरीको चाहिँ के छ, रोल के छ त त्यो डिफाइन गर्नु पर्यो। रोल अफ एएलयु भने एएलयु भनेको अर्थमेटिक अपरेसन गर्छ अनि लोजिकल अपरेसन गर्छ होइन नि, अर्थमेटिक एन्ड लोजिक युनिट भनेर। अनि रोल अफ मेमोरी के हुन्छ त त्यो डिफाइन गर्नु पर्यो। अनि इन्टरेक्सन विथ सिपियु आर्किटेक्चर भने है, के यसरी डिफाइन गर्न सक्यो, डिफाइन गरेर म त्यो तपाईँहरूलाई पठाइदिन्छु हेर्नु होला, यहाँ पढ्नु थाल्दा अब यो पढेकै कुरा हो कि अब हामीले एउटा फिगर पनि बनाउन सक्छौँ क्या यो इन्टरेक्सनको चाहिँ। यो इन्टरेक्सन विथ सिपियु आर्किटेक्चर भनेको सिपियु चाहिँ एएलयु र एएलयु र एमयुसँग चाहिँ कसरी एलयु एमयु सियु चाहिँ कसरी एक आपसमा कनेक्ट भएको हुन्छ त्यो चाहिँ हामी अब फिगर बनाएर हेरौँ है। हुँदै हुन्छ नि, केही प्रश्नहरू छन् भने सोध्न सक्नुहुन्छ है। त्यो ठ्याक्कै जुमको प्रिमियम सकिएछ क्या अहिले क्लास हुँदाहुँदै, केही कथम क्लास बिचैमा एन्ड भयो भने फेरि लिङ्क पठाउँछु है। 6 मिनट मात्रै बाँकी रहेछ, सकिन 40 मिनट मात्रै रहेछ क्या, त्यो बनाउँदै गरौँ। अब इन्टरेक्सन विथ सियु एएलयु र एमयुको चाहिँ एक आपसमा इन्टरेक्सन कसरी देखाउने त, सुरुमा हाम्रो के हुन्छ, कन्ट्रोल युनिट हुन्छ। यसले के काम गर्छ, कन्ट्रोल युनिटको काम के हो भन्नु त, तपाईँलाई थाहा छ भने अलिक सानो देखिन्छ है हजुर, म अलिक यसको काम चाहिँ कोअर्डिनेट्स अल अपरेसन, जति पनि अपरेसन हुन्छ कम्प्युटर हुन्छ त्यसलाई कोअर्डिनेट्स गर्ने अथवा वे प्रोभाइड गर्ने क्या। अनि अर्को यस पछाडि के हुन्छ, त्यो चाहिँ हाम्रो होल सिपियु हो है। यो सबै चाहिँ के हो लेखिदिन्छु, यो चाहिँ सिपियु हो। सिपियु भित्र चाहिँ अब के हुन्छ भनेर हेर्ने हो हामीले। यस पछाडि रजिस्टर हुन्छ, रजिस्टरले के काम गर्छ, टेम्पोररी स्टोरेज गर्छ सिपियुका सबै अपरेसनहरूलाई। अनि यस पछाडि के हुन्छ, एएलयु हुन्छ। एएलयुको काम के हो, अर्थमेटिक लोजिकल अर्थमेटिक एन्ड लोजिकल अपरेसन गर्ने, एएलयुको काम त्यो भयो है। अब यसभन्दा बाहिर अर्को पनि हुन्छ, अर्को कुन युनिट हुन्छ, एमयु मेमोरी युनिट हुन्छ नि अर्को। मेमोरी युनिटले के काम गर्छ,
instruction and data provide गर्ने काम गर्छ। दुई एक आपसमा कनेक्ट भएका हुन्छन्। त्यही हाम्रो एएलयू चाहिँ डाइरेक्टली मेमोरी युनिटसँग पनि कनेक्ट भएको हुन्छ है। अनि मेमोरी युनिट डाइरेक्टली रजिस्टरसँग कनेक्ट भएको हुन्छ। अनि हाम्रो कन्ट्रोल युनिट पनि डाइरेक्टली एएलयूसँग कनेक्ट भएको हुन्छ। बुझ्दै हुन्छ नि। यो यो एउटा सिपियु भयो है, यो भित्र यो बाहिर चाहिँ के हुन्छ त? यो एक नम्बरमा हुन्छ एचएनडी कोड हुन्छ। डिइसिओडी हो यो एचएनडी कोड हुन्छ। अब यो सिपियु भन्दा बाहिरै हुन्छ, स्टोर पनि हुन्छ। टुमा हाम्रो स्टोर हुन्छ। अनि अर्को कहाँ के हुन्छ योभन्दा बाहिरै दुईमा सरी एक्जिक्युट हुन्छ। यसरी हामीले फिगर पनि बनाएर देखाउन सकिन्छ। यति नै हो। ओके, बुझ्दै हुनुहुन्छ नि? कन्ट्रोल म्यानेज एन्ड कोअर्डिनेट्स। ओके, कन्ट्रोल एन्ड अल अपरेसन, सरी कोअर्डिनेट्स अल अपरेसन भनिसकेपछि कन्ट्रोल म्यानेज कोअर्डिनेट सबै पर्छ। होल्ड द प्रोसेसिङ डाटा, अब यहाँ टेम्पोरली होल्ड गर्छ, सिपियुमा भइरहेको प्रोसेसिङलाई टेम्पोरली स्टोर गरेर राख्छ। एएलयू भनेको त अर्थमेटिक एन्ड लोजिकल अपरेसन गर्ने भयो। एमयूले के गर्छ अरे मेमोरी युनिटले इन्स्ट्रक्सन र डाटा प्रोभाइड, इन्स्ट्रक्सन एन्ड डाटा। ओके, हाम्रो ठ्याक्कै क्लास चाहिँ सकुम्ला आजलाई कि फेरि लिङ्क पढाउन जोइन हुनुहुन्छ?